Imagine गर्नुहोस् you are clicking a YouTube video and watching it. अब तपाईँले आफ्नो YouTube भिडियो बिचमा हेरिरहनु भएको छ भने पनि त्यसको एन्डिङ त अलरेडी डिसाइडेड छ नि राइट. तपाईँले देख्नु भएको छैन त्यो कुरा. सो यस्तै गरी इफ मैले भने कि तपाईँको पास्ट, तपाईँको प्रेजेन्ट, तपाईँको फ्युचर सबै यसरी नै डिटर्मिन छ भन्यो भने कस्तो लाग्छ तपाईँ? हो, द्याट इज राइट. यो कुरा मैले भनेको होइन. यो कुरा चाहिँ इट्स टोल्ड बाई फेमस साइन्टिस्ट जसलाई तपाईँहरूले चिन्नु नै हुन्छ होला, एल्बर्ट आइन्स्टाइन. एल्बर्ट आइन्स्टाइनको एउटा क्लोज फ्रेन्ड बित्दाखेरि उहाँको पेरेन्ट्सलाई एल्बर्ट आइन्स्टाइनले जब कन्डोलेन्स लेख्दै थिए उहाँले यो लेख्नुभयो कि द डिस्टिङसन बिट्विन पास्ट, प्रेजेन्ट एन्ड फ्युचर इज स्टबनली अ पर्सिस्टेन्ट इल्युजन भने. सो यो कुरा नै इट वाज अ बीज भनेको बिउ टु द मोस्ट फेमस theory ever we know, which is the block universe theory. So let's get to know about block universe theory and what it is for us to understand from this. So let's get started. Imagine गर्नुहोस् यो युनिभर्स चाहिँ एउटा लोफ अफ ब्रेड हो. यो लोफ अफ ब्रेडमा चाहिँ एभ्री टाइमको मोमेन्टहरू चाहिँ क्याप्चर गरिएको छ. यो मोमेन्टमा चाहिँ हामीले एउटा स्लाइस काट्दाखेरि हामीले त्यो स्लाइस देख्छौँ जुन चाहिँ हो प्रेजेन्ट. तर पुरै लोफ अफ ब्रेडमा चाहिँ पास्ट, प्रेजेन्ट, फ्युचर सबै यसमा सम्मिलित हुन्छ. सो वाइ क्यान वी लुक इन्टु द पास्ट अनि फ्युचर अफ आवर लाइफ? अब हामी चाहिँ 3D इन्भाइरोमेन्टमा बसिरहेका छौँ जसमा चाहिँ लेन्थ, ब्रेथ र हाइट अफ द अब्जेक्ट हुन्छ, त्यो पनि प्रेजेन्टको टाइम. तर आइन्स्टाइनले यो भनेका थिए देयर इज अल्सो अ फोर्थ डाइमेन्सन विच इज टाइम. अनि त्यो टाइम चाहिँ हामीले हेर्न सक्दैनौँ. इफ वी वे इन अ 4D इन्भाइरोमेन्ट हामीले चाहिँ टाइम पनि हेर्न सक्थ्यौँ. भन्नाले अब हामी बच्चा हुँदाखेरि के गरिरहेको थियौँ टु हामी फ्युचरमा के गर्नेवाला छौँ, कसरी बाँच्नेवाला छौँ, कसरी मर्नेवाला छौँ, त्यो सबै कुराहरू हामीले हेर्न पाउँथ्यौँ. तर सिन्स वी आर इन अ 3D वर्ल्ड वी कान्ट सी द्याट. सो त्यसैले वी कान्ट सी द फ्युचर एन्ड पास्ट अफ आवर लाइफ. सो एभ्री मोमेन्ट अफ आवर लाइफ इज अ पार्ट अफ द युनिभर्सल ब्लक. त्यो चाहिँ हामीले के पनि गर्न सक्दैन रहेछ. सो आई वुड लाइक टु डाइभ अपन अब हामीले यसलाई डेस्टिनीसँग कसरी कनेक्ट गर्न सक्छौँ अनि वाट यु गाइज निड टु लर्न अबाउट इट. सो डेस्टिनीसँग रिलेट गर्नु पर्दा चाहिँ वी विल से कि हाम्रो पास्ट, प्रेजेन्ट र फ्युचर इज अलवेज प्रिडिटर्मिन्ड. त्यसैले हामीले कुनै पनि चिन्ता गरेर बस्नु हुँदैन कि अब मेरो के हुन्छ, मेरो करियरको के हुन्छ, म कहाँ पुग्छु होला, मेरो चाहिँ बिहाको के हुन्छ, मेरो लाइफमा के हुन्छ, यो सबै कुराहरूको चिन्ता गर्नु चाहिँ बेकार हो भन्ने ठाउँ. तर आफ्नो काम गर्नुपर्छ र सरेन्डरको भावना राख्नुपर्छ. सो यो गर्यो भने चाहिँ विल बी अस्योर्ड कि हाम्रो फ्युचर काहीँ न काहीँ त छ. र हामीले जुन काम गर्छौँ त्यो पनि युनिभर्सले नै गराएको कामहरू. त्यसैले बी अस्योर्ड बट डु द वर्क एज इफ युनिभर्सले नै तपाईँलाई यो काम गराइरहेछ भने. सो यो कुरा बुझ्नु नै भयो होला साइन्टिफिकली कि प्रेजेन्ट, पास्ट र फ्युचर चाहिँ इट्स अलरेडी बिन प्रिडिस्टिन्ड. सो हामीले आफ्नो काम गर्ने हो यो सोचेर कि युनिभर्सकै काम हो नि. अनि अर्को कुरा चिन्ता लिएर बस्ने नै हो हाम्रो फ्युचर के हुन्छ त्यो कुरामा, अनि हामीले पास्टमा के गर्यौँ त्यो पनि. सो अगाडि बढ्ने, आफ्नो काम गर्ने अनि चिन्ता बिल्कुलै नलिने बिकज फ्युचर इज अलरेडी
प्रिडिस्टिन्ड। सो आजको भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला। बाँकी भनेको सी इन द नेक्स्ट भिडियो। टिल देन हैव अ ग्रेट डे एन्ड नमस्ते।